र मरण बीचको यो सुन्दर जीवन। कतै हामी जानी जानी नर्क बनाइरहेका त छैनौँ अथवा बनाउँदै त छैनौँ। बाल विवाहको कारणले हो, बाल विवाहको कारण। नेपालको संविधानले विवाहको उमेर हद 20 वर्ष तोकेको छ। तर पनि उमेर नपुगी विवाह गर्ने अथवा बाल विवाह गर्ने समस्या भने बढ्दो छ। कानुनमा बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष कैद र 30,000 सम्म जरिवाना तोकेको भए तापनि यसको व्यावहारिक प्रयोग भने कतै पनि भएको छैन। कानुनका रक्षक, कानुन पालक तथा समाजका बुद्धिजीवीहरूले नै बाल विवाहको भोजमा रमाउने हुँदा पनि बाल विवाहले प्रशय पाएको छ। अभिभावकहरूले गरिदिने बाल विवाह कम हुँदै गएको छ भने किशोर र किशोरीहरू आफै भागी विवाह गर्ने क्रम भने बढ्दो छ। अभिभावकहरूको गैर जिम्मेवारीता तथा किशोर किशोरीहरूले भविष्यको बारेमा वास्ता नगरी क्षणिक रमाइलोलाई महत्त्व दिई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सम्पर्कमा आई विवाह गर्ने प्रचलन बढ्दो छ। बाल विवाहले पुरुषलाई भन्दा महिलालाई बढी असर गर्ने हुनाले महिला हिंसाको मुख्य कारण बाल विवाहलाई लिन सकिन्छ। नसोची नबुझी गरिएको निर्णयबाट भएको बाल विवाहको कारण सानो उमेरमा जिम्मेवारी वहन गर्नुपर्ने र अरूको निर्देशनमा चल्नुपर्ने हुँदा पढाइ लेखाइ तथा क्षमता विकासमा अवरोध आई ज्ञान, श्रम र सिप बेच्न नसकी आत्मसम्मान र स्वाभिमान गुमाउनु पर्छ। अपरिपक्व निर्णय र नसोची देखिएका वा देखाइएका सपनाहरू पुरा नहुँदा कुलतमा फस्ने तथा घर परिवारमा सधैँ झैझगडा भई तनावपूर्ण जीवन जिउनु पर्दछ। अरूको आश्रयमा बस्ने अवस्थाका महिलाहरूले हिंसा तथा दुर्व्यवहार बेहोर्नु पर्दा जीवन कष्टकर हुन सक्छ। गरिबी र अभावले मनमुटाव बढेर सम्बन्ध विच्छेद भई पछुताउनु पर्ने अवस्था आउँछ। बाल विवाह गरेको पछुतो र भोग्नु परेका हिंसाहरू सहन नसकी मानसिक सन्तुलन गुमाई जीवन बर्बाद हुन सक्छ। महिला कमजोर हुँदै गर्दा पुरुष जवान हुँदै गएपछि
गरेपछि पुरुषले बहुविवाह गरी महिलालाई ठुलो धोका बेहोर्न पर्न सक्छ। दुःख पीडा र धोका बाहेक अन्य विकल्प नपाई अन्तिम विकल्पको रूपमा आत्महत्या रोज्न बाध्य भई आत्महत्याका घटना घट्न सक्छन्। कम उमेरमा धेरै जिम्मेवारी र प्रजनन भारले गर्दा महिला रोगी भएर असहाय भई जिउनु पर्न सक्छ। अपरिपक्व प्रजननका कारण अपाङ्गता भएका बच्चा जन्मी सधैँभरि पीडाको भागी बन्नुपर्छ। प्रजनन अवस्था परिपक्व नहुँदा प्रसुति अवस्थामा आमाको ज्यान जान पनि सक्छ। अपरिपक्व उमेरमा रहेको बच्चा कमजोर र रोगी जन्मिएर बाल मृत्यु हुन पनि सक्छ। यस्ता समस्या तथा घटनाहरू दिन प्रतिदिन बढ्दै गएको हुँदा हामी सबैजना बाल विवाह विरुद्धको अभियानमा ऐक्यबद्धता जनाई बाल विवाह हुनै नदिन सबैजना लागौँ। महिला हिंसा मुक्त समाज निर्माण गरौँ। सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान।